बुटोलमा नि यस्तो राम्रो ठाउँ। हेलो गाइज, वेलकम टु आवर न्यू ब्लग। आज चाहिँ म चट्टापारामा एकै बिहानै उठ्छु अनि उठेर चाहिँ चट्टापारामा नुहाइधुवाइ गरेर चट्टापारामा म चाहिँ माथि चिया खान जान्छु। चिया चाहिँ कहाँ खाने भन्दा चाहिँ चिया नगरमा। यहाँ चाहिँ राजु दाई अघि नै आइसक्नु भएको थियो अनि चट्टापारामा चिया खायौँ दुईजना मिलेर। अनि चाहिँ चट्टापारामा अटोमा चढेर चट्टा चाहिँ आज चाहिँ हामी घुम्न जाँदैछौँ। घुम्न चाहिँ कहाँ भन्दा चाहिँ पाल्पामा रहेको तिनाउ रिसोर्टमा। अनि मैले हिजो अस्ति हालेको ब्लग चाहिँ कति राम्रोसँग भ्युज गएको, कति लाइक गरिदिनु भएको, कति कमेन्ट गर्नु भएको, यस्तै साथ सपोर्ट चाहिँ सबै भिडियोमा गरिदिनु है। चट्टापारामा त्यति बेसी भाइरल भइन्छ नि त। जियोस् एकदम खुसी छु म हिजोको भिडियोबाट चाहिँ एकदमै खुसी छु। अहिले चाहिँ हामी चट्टापारामा माथि आएर अङ्गुर सङ्गुर किने मान्छे चट्टापारामा अब चाहिँ बसमा चढ्नु पर्ने हुन्छ। बसमा चढेर चाहिँ चट्टापारामा अङ्गुर खाँदै भ्यूको मजा लिँदै हेर्नु त सिद्ध बाबाको ढुङ्गा ढुङ्गीहरू हेर्दै चट्टापारामा हामी चाहिँ हिँड्यौँ। अनि तपाईँहरूले यस्तै साथ सपोर्ट गर्नुभयो भने चाहिँ मैले चाहिँ डेली ब्लग गराउने सोच गरेको छु। कि कस्तो हुन्छ एकचोटि चट्टापारामा कमेन्ट चाहिँ गर्नु है। डेली ब्लग गराउँदा के कस्तो हुन्छ लाइक कमेन्ट गरिदिनुहुन्छ कि नै। साथ चाहिँ चाहिन्छ नि, फेरि मलाई भाइरल गराइदिनु पर्छ, नत्र त म त गराउँदिनँ नि। फेरि बोल्दा हामी त बसबाट झरेर पनि चट्टापारामा आइसक्यो। यता दोबानमा झरेर चट्टा यो पुल तर्यौँ अनि पछि चट्टापारामा यहाँ छ कि साइडमा चाहिँ एउटा तिनाउ रिसोर्ट भन्ने कुरा। अनि त्यहाँ चाहिँ चट्टापारामा कति राम्रो छ, म टिकटकमा देखेको थिएँ, त्यही भएर म पनि आएको छु। तपाईँहरू पनि आउनु होला, के कस्तो लाग्छ। चट्टापारामा फोटो भिडियो खिच्न पाइन्छ। अनि थाहा छ कति राम्रो चाहिँ त्यहाँ। अनि खाना चाहिँ महँगो छ है फेरि गाइज, महँगो न महँगो, ओहो कति महँगो गाइज। अनि तपाईँहरूले अघिल्लो भिडियोमा भन्नुभएको थियो नि त्यो ठाउँको लोकेसन चाहियो भनेर। लोकेसनको भिडियो चाहिँ म चट्टापारामा केही दिनपछि चाहिँ गराउँछु। त्यसको लागि चाहिँ यो भिडियोमा पनि 10K जति भ्युज पुऱ्याइदिनु पर्छ। जसरी तसरी जे गर्न पर्छ गर्नुहोस्। त्यसपछि चाहिँ मैले त्यो भिडियोको लोकेसन पनि लिएर आउँछु। अनि यो ठाउँमा थाहा छ स्विमिङ गर्न पनि मिल्छ। यहीँ खोला छ कि तल। अनि चट्टापारामा स्विमिङ गर्न मिल्छ। अनि यहाँ बस्नका लागि सुत्नका लागि सबै व्यवस्था छ। अनि खानाका लागि पनि एकदमै मिठो छ। तर पैसा चाहिँ महँगो छ गाइज। पैसा चाहिँ गोजी भरेर लिएर आउनुपर्छ है, नत्र त गाह्रो पर्छ नि फेरि। अनि तपाईँहरूले भन्नुभएको थियो कति चट्टा पारेको भनिरहेको भाइ भनेर। यो चाहिँ मेरो थेगो जस्तो हो कि भनेको भनाइ गर्न मन लाग्छ, आइरहेको छ मुखमा। म रोकिन्न, आएको है चट्टापारामा। अनि मैले चाहिँ चट्टापारामा टिकटक भिडियोहरू गराइरहेको छु, फोटोहरू पनि खिचिरहेको छु। चट्टापारामा हेर्नु है, आइडीमा गएर चट्टापारामा लाइक कमेन्ट गर्नुपर्छ का, साथ सपोर्ट गर्नुपर्छ का। चट्टापारामा केही बेर भिडियो सिडियो गराएपछि नास्ता खान मन लाग्छ। अनि चाहिँ चट्टापारामा मोमो र चाउमिन लिएर आउँछौँ र चट्टापारामा खाना थाल्छौँ। अनि आज आएको हामी यो ठाउँको लोकेसन त पक्कै पनि जान्नु भएको होला। गोलपार्कबाट हिँड्नु चट्टापारामा बस बाइक जिप गाडी जेमा पनि हुन्छ। अनि चट्टापारामा दोबानमा झर्नु अनि पुल तर्नु। त्यसपछि चट्टापारामा सिधा बाटो उता जानु त त्यहाँ लेख्छ तिनाउ रिसोर्टमा। चट्टा भित्र जानु र फोटो भिडियो के खिच्न मन छ चट्टापारामा खिच। अनि जे खान मन लाग्छ चट्टापारामा खानु है। अनि थाहा छ हाम्रोतिर रुम पनि त्यति बसाउँदैन। यहाँ त टोइलेट त्यति साह्रो बसाइरहेछ कि अचम्म छ नि गाइज। अनि मैले अघि भनेको थिएँ नि यहाँ स्विमिङ पनि गर्न मिल्छ, सबथोक मिल्छ भनेर। अहिले यहाँ आएको छु, यहाँ चाहिँ स्विमिङ गर्न मिल्छ। अनि चाहिँ यहाँ दसैँ तिहार कुर्नु पर्दैन, पिङ खेल्नका लागि जहिले पनि पाइन्छ यहाँ चट्टापारामा।